चाहिँ हामी यो कन्टिन्युअस ग्लुकोज मोनिटरिङ CGMS को बारेमा भन्न गइरहेछौँ। धेरैजना बिमारीहरूलाई चाहिँ मैले के खाँदाखेरि राम्रो सुगर बढ्दैन वा कति एमाउन्टमा खानुपर्छ या कुन बेला एक्सर्साइज गर्नुपर्छ भन्ने दुविधा भइरहेको हुन्छ। त्यस्तो बेलामा चाहिँ हामी CGMS भन्ने मसिन एप्लाई गर्छौँ। यो चाहिँ यस्तो एउटा एप्लिकेटरबाट चाहिँ यस्तो पाखुरामा लगाइन्छ, सानो डिभाइस हुन्छ र यसले चाहिँ हरेक 5-5 मिनटसम्म सुगर रिडिङ गर्छ र हामीलाई चाहिँ एउटा ग्राफ दिन्छ। जस्तै उहाँ म्याडमको हामीले 1 विक अगाडि CGMS राखेको थियौँ र अहिले उहाँ ग्राफ लिएर हामी कहाँ आउनु भएको छ। यो ग्राफमा चाहिँ कति बजेदेखि कति बजेसम्म सुगर रेन्जमा रह्यो, कुन बेला चाहिँ स्पाइक आयो, कुन बेला घट्यो भन्ने कुरा थाहा हुन्छ। अनि त्यही अनुसार चाहिँ जहाँ जहाँ स्पाइक आइरहेको छ सुगरको त्यो बेला चाहिँ हामी खानालाई कम गर्छौँ र जहाँ लो भइरहेको छ त्यस्तो अवस्थामा चाहिँ खाना बढाउँछौँ वा एक्सर्साइजलाई त्यही अनुसारले चाहिँ कस्टमाइज गर्छौँ। यसरी यो CGMS बनाउँदाखेरि चाहिँ एभ्री डे मैले कति बजे के खाएँ, कति बेला एक्सर्साइज गरेँ भन्ने एक्सर्साइज डायरी पनि बनाउनु पर्ने हुन्छ। अनि त्यही अनुसार चाहिँ हामी कुन डायट चाहिँ सुटेबल रहेछ भन्ने कुरा निर्धारण गर्छौँ। अनि यो CGMSले हामीलाई यो ग्राफ र ट्रेन्ड मात्रै होइन, यसले चाहिँ राति पनि हाम्रो सुगर कति चलिरहेको छ, यही अनुपातमा सुगर चल्यो भने 3 महिनापछि कति HbA1c आउँछ जस्तो कुराहरूको पनि इन्डिकेटर दिन्छ। र चाहिँ आजकलको जमानामा फास्टिङ PP र HbA1c बाहेक यो पनि सुगर मोनिटरिङ गर्ने एउटा धेरै राम्रो पद्धति हो।